अर्को अनि अर्को एउटा समात्या छु यस्तो हुन्छ त्यो गियर हो त्यो भन्दा जिन्दगीमा केही समात्या छैन साथी अर्को हातको टाढो कुरा हो एउटा यस्तो घुमेको अनि एउटा यस्तो ठाडो परेर बस्ने त्यो चाहिँ म समातिरहन्छु दिनकै गियर क्या यो ठाडो पर्ने चाहिँ घुमेको स्ट्रिङ त्यही हो अरू त केही समात्या छैन म त केही कुमले अलि हानेको होला रे के भने यिनीहरूले गाइस जे पनि कमेन्ट नगर्ने साथीहरू अस्ति लाइभमा देखाइरहेको थियो समातेको हो नि तेल होइन तपाईँले पनि आएको जत्रै खपर लिएर आएको र त थोतेले भन्छ हेर्न हाँसमा हाँस त यस्तो राम्रो देख्ने मान्छे किन फिस 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 लागिरहेको हो अनि हाँसु आज त ह्यान्डसम भएर आउनु भएछ तपाईँ व्हाइट टी सर्ट लगाएको भएर हो के छ टी सर्टमा है देखाउनु त डब्लु के हो डब्लु कसम झाँटे पनि झुट नबोल्नु भन्छ 3 दिन भयो ननुहाएको त्यही पनि हेर्नु त्यो बिहानको भिडियो पनि यही टी सर्ट होला केटा हो मैले हालेको छु ल फेर्दिनँ मैले त 3 दिनसम्म अब 3 दिनसम्म अब मैलो नभएसम्म किन खोल्ने भन्ने कुरा आजभोलि गर्मीमा त गनाइहाल्छ नि पसिना आउनु पर्यो नि फ्यान होला ओके परदेशी खान्छ थ्याङ्क यू मेरो त गनाउँदैन म के हो तपाईँको त्यो टी सर्टको नाम कसले पढ्न सक्छ ए यामी यालो डिवाई मेलोडी र छ डब्लु होइन यामी यालो डिवाई यालो अनि यामी यालो डिवाई मेलोडी यालो डी वाई मेलोडी उताबाट राम्रो देख्दो रहेछ यता आफैले हेर्दा नदेख्दो रहेछ साला मेलोडीको टी सर्ट लाग्छ भन्ने कुरो मैले थाहै थिएन तपाईँहरूलाई थाहा भएछ किनभने मलाई आफूलाई भन्दा पनि छिमेकीले मेरो बढी मेरो विषयमा थाहा हुन्छ क्या हजुर नेपालीमा मलाई दे भनेको हो टी सर्टको नाम मलाई दे नेपालीमा मलाई दे भन्यो ए तपाईँको चाहिँ के हो मेरो त 12 गाउँ अलि उता सार्नु न हेरौँ साला विराज भट्टको बाउ छोरा भाग्यमानी रहेछ यार मजाले टाँसेर बसेको छ यार मेरो त सबै फिल्मको टी सर्ट छ दाइले दिनुभा त्यो त छ कि खोइ त दिदी उताबाट सबै भ्युवर्स यता दिएको भए माया गर्थ्यो उताको थोते दाइले भ्युवर्स यता आउँदा माया गर्ने होइन नि उतै भयो नि हामी दुईजनालाई हेरिराख्नु भएको सबै भ्युवर्सले यता आउनु भयो नि उता बस्नु भयो नि एउटै हो ए भगवान यो जोडी रे त्यो टी सर्ट खोल्नु त मलाई रिस उठ्यो साथीभाइ इन्टरटेनमेन्ट थाहा छ कि मसँग 4-5 वटा टी सर्ट तर विराज भट्टको बाउ छोरा त्यहाँ गएर बस्नुहुन्न क्या यार सक्ने भयो अब रे के गर्नु त अब मसँग त हिजो मैले दुखी आत्माको लगाएको थियो आज 12 गाउँको लगाएँ अब दुखी आत्मै लाउनुहोस् दुखी आत्मा त म त्यो टी सर्ट लगाएँ कि मन दुखी हुन्छ मलाई त लाउँदिनँ म त म बस्न नसकेको ठाउँमा उहाँहरू बसिरहेछ विराज भट्ट दाइ पाप लाग्छ तपाईँलाई विष्णु होटेलले फेरि के खोल भन्छ है ब्लक खानी बोरे टी सर्ट खोल्नु भनेको के खोल भन्छ बुढाहरू यहाँ एकजना त्यस्तो भन्नुभएको थोतेले के खोल भन्छ ब्लक खानी फेरि भन्छ दोकान एउटै के हो दोकान भनेको खै म त केही बुझेको छैन आज मलाई हजुरको के टी सर्ट छ
मेरोमा रावण छ 12 गाउँ अनि घर ज्वाइँ मेरो नि छ घर चाहिँ अनि उ त्यो ऊ छ क्या एउटा दाइङ राईको दयाङ राईको कुन धेरै चलेको थियो त्यो फिल्म त यहाँ दुबईमा जानु कति वाक्क पारिन्जेल जानु थ्याङ्क यू सोल्टी जहिले 70 मिनटमा झार्छ 35 मिनट 70 होइन हाफ एन आवर्स 35 मिनटमा झार्नु भयो म आफै आत्तिएको हो क्या झरोसे भनेको विन थ्याङ्क यू सो मच एभ्रीवन गाइस माथिबाट आउने तलबाट आउने साइडबाट हेरिरहने मेरो मुटु कलेज थोतेलाई थाहा छैन थोतेले फेरि ब्लक खान्छ अरे ऊ पनि तामाङ हो नि जिम्बा हो क्या थोते हावा अरे उहाँ पनि जिम्बा हो नि त थ्याङ्क यू सोल्टी थ्याङ्क यू धेरै धन्यवाद बुढाबुढीमा केही फरक पर्दैन दुईजनाको गेम राम्रो छ अरे कहाँ जानुभएको कहाँ जानुभएको कहाँ भन्नै मिल्दैन कहाँ जानु गएको भन्नु 11 के छ अरे उतापट्टि भ्युअर्स हो हजुरकोमा 11 के होइन 1100 जना 11 के भनेको त कम हो 1 के भन्नु न यार 1100 जना क्या खोइ देख्दिनँ त म त कमेन्ट समेट पनि अहिले थ्याङ्क यू 1000 जना हुन्छ सबजना मेरो प्यार दाइहरू सबजना एकचोटि ट्याप ट्याप गर्नु न अब त झार्यो अब त झारिसक्यो अब फ्रेस न फेरि थप्नु पर्यो झरिसकेपछि त गाइस सबजना छुन हेर्नु 1100-1200 जनाले हेरिरहनु भएको छ त्यही पनि उहाँले कतिमा जित्नु भयो तपाईँले 7वटा विन झारेको त्यो त झरे कि मलाई थाहा छ मेरो झरेको मलाई थाहा हुन्छ तर कतिमा झार्नु भयो भने अब त्यो त कसले गर्ने त सेकेन्ड त ए ल मिनेट 35 मिनट पुग्यो थियो 7:35 भनेपछि मिनेट कसले गर्न सक्छ होइन सेकेन्ड कसले गर्न सक्छ सेकेन्डमा झार्ने खोज्या हो ट्याप ट्याप गरेर 1600 मा झार्नु भयो अरे उहाँहरूले हेर्नु भएको छ 1600 मा झार्नु भयो अनि हाम्रो त 1600 त लगभग मान्छे भ्युअर्सै हुन्छ त यो घरिघरि त 1300 त आजै पुगेको थियो अनि 962 जना त अहिले हुनुहुन्छ मैले सकेन भने जब पेलौँ न बुढाहरू ट्याप ट्याप क्या यस्तो दिनेशजी के भन्नुहुन्छ यार तपाईँ चाहिँ छ्या एकछिन है म पनि मुत्न जान्छु ओइ मैले केही सुनेको छैन फ्याक्टअप मेरो छिटो पटे बानी छ क्या फेरि मेलोडीको टी सर्ट लाएर त्यस्तो बोल्नु हुँदैन नि मेलोडी ब्रान्ड इज ब्रान्ड लारा लारा जुत्यो भन्ने ब्रान्ड हो खासमा यो एउटा ऱ्याप थियो नि अस्ति लारा लारा ब्ल्याक फम पम तम लारा 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 भन्थ्यो नि त्यो लारा भनेको ब्रान्ड चाहिँ मैले सर्च गरेर हेरेको गुगलमा बुझ्दै बुझेन भुत्लो भाङ केही बुझेन बढ्यो हो के पहिला सुरुमा त्यो ताक्रम बढ्यो क्या थाहा भयो अनि त्यही भएर गुगलमा सर्च गरेको लारा वाट इज दिस लारा भनेको लारा इज ब्रान्ड ब्रान्ड रहेछ खासमा मलाई पनि थाहा छैन तपाईँले नि त्यसमा गीत बनाउनु भएको रहेछ त अनि अर्को आइडियम बनाएको 2.1 मिलियन पुगिदिइरहेको लारा लारा जुत्यो साला लारा लारा हुन्छ सन्तोष रोका थ्याङ्क यू सो मच हुन्छ मेरो किन चलेको थाहा छ लारा अब लारा भन्दा पनि त्यो दाँत नभएको जिब्रो
लटपटी छ क्या मैले त नयाँ आइडीमा बनाउनु भएको हो त्यो अमेरिकाको आइडीमा हेर बोलेको अमेरिकाको आइडी मनी कि मेरो सोल्टीलाई कि मेरो दाइलाई माग्छु अमेरिकाको आइडी अब एउटा शेर्पा दाइले 30 लेभलको आइडी लाने भयो लैजाऊ गान्छ म त अब टिकटक सिकटक चलाउँदिनँ भन्दै हुनुहुन्थ्यो त तपाईँलाई भन्नुभयो मलाई त भन्नु भएन अनि तपाईँले किन भन्नु होइन म कि राजु सोल्टीलाई माग्छु कि प्रितम दाइलाई माग्छु माग्नु न एउटा काइता हुँदो रहेछ काइता हुँदो रहेछ क्या हो ए बब्बाल भइरहेछ मलाई अहिले के हो भने चाहिँ के हो र बब्बाल भिडियो चल्दो रहेछ अस्ति अब 26,000 मा भिडियो हालेको अहिले 34,000 बनाइदियो एउटै भिडियोले हजुरले त कमेडी बनाउनुहुन्छ अनि गइहाल्छ नि त मैले त त्यस्तो बनाउँदैन कमेडी त अनि तिम्रो न्यू आइडी को नाम के छ भाइ प्रदीप नै छ त प्रदीप नै छ थोते चाहिँ राखेको छैन थोते सर्च गर्यो भने यो आइडी आउँछ प्रदीप सर्च गर्यो भने दुईटा आइडी आउँछ थ्याङ्क यू मनी इनबक्स गर्छु मलाई चाहिँ शरम लाग्छ के माग्नलाई त्यही भएर हो क्या के माग्नलाई आइडी बनाइदिनु भनेर माग्नलाई त्यो कुन ठुलो कुरो त बनाएर दिनु त हो दिदी 33 लेभलको आइडी दिन्छु तपाईँलाई हुन्छ चाहियो रे लेभल चाहिएको होइन कि हजुर लेभल होइन कि मलाई अमेरिकाको आइडी चाहियो लेभल भनेको अब लेभल मात्रै बोकेर हिँडेर भएन लेभल मेरो नि यो 22 लेभल छ नि हान्न सक्ने दुईटा रोज दिनुहोस् साथीहरू माग्न मलाई त माग्न लाज लाग्छ होइन कि रोज भनेको होइन मैले आइडी माग्न लाज लाग्छ भनेको के थ्याङ्क यू जगतजी गाइड वान मोर मेरो रामदाई हाम्रो माथिबाट आउने फुलहरूलाई सबजनाले टिप्नुहोस् गाइजहरू 900 जनाले हेरिरहनु भएको छ यतिखेरको बसाइमा पिएम लिम्बुजी म के राजु सोल्टीलाई माग्छु कि मेरो प्रितम दाइलाई माग्छु एउटा आइडी म बनाइदिन्छु माग्दिनु न कान्छ मलाई हरिदाईसँग छ हरिदाई त छैन रे हजुर तपाईँको आइडी होइन मैले भनेको थिएँ हरिदाईले लै सम्धि आइडी रेडी भयो भन्नुभएको थियो यता शेर दाइले मलाई दिइसकेको थियो अलरेडी एकचोटि बुझ्नु न दाइलाई नभए शेर्पा दाइले बनाइदिनुहुन्छ ढुक्काउनुहोस् बनायो भने मलाई बनाइदिनु भन्नु ल तपाईँले शेर्पा दादाले आइडी उता के अरे टिकटक चलाउनु छोड्नु भयो भने त मेरो त्यो पुरानो आइडी पनि फेरि अमेरिका भिजिट गरेर आउँछ त नि फर्क एकैचोटि वात्तै पो त फेरि फलोवर्स त आइडिया कम लगाएर हुन्छ मैले दिमाग नभएर मात्रै हो अहिले काम गरेन एनीवे थ्याङ्क यू सो मच गाइज किन यो क्यामेरा आज चम्किलो देखाएको छैन है मलाई आइफोन 16 प्रो म्याक्स जस्तै छ हजुरको आज ओके यस्तो हुनु भने ह्यान्डसम भएछ आज त बत्तीले तल ल्याएर बाटो बनाइरहेको भएन यसरी घोप्टी त कस्तो कालो देखिरहेको क्या 7.2 जस्तो हेर मासतिर हेऱ्यो झन् हेर्नु नि कति चम्किलो छ बढी दाम पाक्ने रहेछ क्यामेरा यता नघुमाऊ घुमाउनु त क्यामेरा घुमाऊ आज उपर यो छ माथि अनि यहाँ भाँडा कुडी राखेको छ बिजोक पारामा छ नदेख सबले फेरि मलाई सहयोग गर्नु बेर लाग्दैन बिचरा गाह्रो रहेछ भनेर काचक कुचुक एकै ठाउँमा चाहिँ म दुःख पोखाउन सक्दिनँ मेरो यत्रोजना भ्युअर्सको अगाडि उहाँहरूले फेरि दोहोरी खेलौँ आज ल